मान्यज्यूले विरोध पनि गर्नुभयो, यहाँ आएर प्रक्रियाको विरोध गर्छु भनेर विरोध गर्नुभयो। कहिले कहिले प्रक्रिया भन्दा नतिजा के हुन्छ भन्ने कुरा पनि हामीले केन्द्रमा राखेर हेर्नुपर्छ। अहिले हेर्दै गर्दाखेरि आम नागरिकका समस्याहरू हाम्रो केन्द्रमा राखेर हेर्ने हो भनेदेखि यो प्रक्रियालाई हामीले माइनस गर्दाखेरि पनि फरक पर्दैन। यदि नागरिकले सुख पाउँछन् भने प्रक्रियालाई हामीले थोर बहुत मिलाउँदा मिल्नेछ भनेदेखि धेरै ठुलो आपत्ति नगर्दा पनि हुन्छ कि भन्ने म मान्यज्यूहरू समक्ष म कुरा राख्न चाहन्छु। कसैले ढिलासुस्ती गर्छ, ढिलासुस्ती गर्ने व्यक्तिलाई र हामीले दिएका पेस्कीहरूलाई दुरुपयोग गर्ने व्यक्तिलाई हामीले विभागीय कारबाही छ भने विभागीय कारबाही, प्रचलित कानुन बमोजिम ढिलासुस्ती गरेको छ, करको जनताको करको चाहिँ दुरुपयोग भएको छ, त्यो बजेटको चाहिँ दुरुपयोग भएको छ, एक ठाउँमा प्रयोग गर्नुपर्ने पेस्की अन्यत्रै प्रयोग भएको छ भने अब फौजदारी कसुर लगायतमा पनि अब मुद्दा दर्ता गर्न सकिने तरिकाले हामीले यो ऐन लिएर आउनको लागि विधेयक लिएर आएका छौँ। कुनै कुरामा असहयोग गरिदिने खालको स्थिति सिर्जना भयो भनेदेखि जनताले त सुख पाउने हुँदैन। त्यस कारणले गर्दा जसले समन्वय गरिदिँदैन, जसले अवरोधहरू सिर्जना गरिदिन्छ, त्यस्तो स्थानीय तह त्यस्ता पदाधिकारीहरूलाई पनि अब हामी विभागीय कारबाही गर्नुपर्छ कि अनुदान रोक्नुपर्छ कि ती कुराहरूको पनि अब मूल्याङ्कन गर्ने खालको व्यवस्था। यो ठेक्का लगायतका धेरै विषयवस्तुहरू लामो समयदेखि मुद्दा परिरहने, मुद्दा परिसकेपछि जनताको कर बाट जुन पूर्वाधार निर्माण हुनुपर्ने हो त्यो पूर्वाधार निर्माण नहुने, मुद्दा परेका कारणले नयाँ ठेक्का दिन सकिने, यी लगायतका समस्याहरूलाई समयमै सम्पन्न गर्नको लागि, समयमै मुद्दाको निरूपण गर्नको लागि अब के गर्ने, नयाँ दिने कि त्यही पुरानोले गर्ने भन्ने कुरा पनि निर्गल गर्नु पर्यो। के हो विवाद छिटो टुङ्ग्याएर छिटो निर्माण कार्य अगाडि बढाउनको लागि पूर्वाधार अदालत 5 वर्षमा सकिने भनेको प्रोजेक्ट 20औं वर्ष भइसक्दा पनि सकिएको हुँदैन, एकै वर्षमा सम्पन्न हुनुपर्ने 10औं 20औं वर्ष भइसक्दाखेरि पनि सम्पन्न भइसकेको हुँदैन। यो कन्स्ट्रक्सन इरिटेसन चाहिँ नागरिक तहमा अत्याधिक धेरै देखिएको कारणले गर्दा अहिलेको सरकारको प्रमुख प्राथमिकता भनेको विकास निर्माण पूर्वाधार का कार्यहरूलाई चाहिँ द्रुत गतिमा छिटो सम्पन्न गर्नको लागि के कति कानुनी सुधारहरू गर्नुपर्नेछ त्यो कानुनी सुधारहरू गरौँ र पूर्वाधारका कार्यहरूलाई द्रुत गतिमा अगाडि बढाउँ भन्ने उद्देश्य छ। अनि निर्माण व्यवसायी आपूर्तिकर्ता लगायतहरूबाट चाहिँ समयमा काम सम्पन्न नगर्ने प्रवृत्ति हाबी भएको देखिन्छ। त्यसै गरी अन्य सरकारवालाहरू तिनै तहका सरकारहरूबीच चाहिँ समन्वय नहुने विधेयकमा यस्तो गलत कार्य गर्ने आयोजना सञ्चालक प्रतिनिधि वा जिम्मेवार पदाधिकारीलाई ठगी वा कृत्य वा प्रचलित फौजदारी कानुन बमोजिम कसुर गरेको मानि कारबाही गरिने व्यवस्था गरिएको छ। यो यस्तो व्यवस्था पनि हामीले राखेका छौँ। त्यस्तै निर्धारित समयभित्रै खरिद कार्य सम्पन्न नगर्ने, डिसिजन डिले गर्ने पदाधिकारीलाई विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाउने नयाँ कानुनी। अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 सम्मानित सदनमा पेश भएको छ। आज छलफल पनि भएको छ। मान्यज्यूहरूले धेरै विषयवस्तु पनि उठान गर्नुभएको छ। सम्माननीय सभामुख महोदय, विकास आयोजनाहरूको कार्यान्वयनमा मूलतः समय, लागत र गुणस्तर, टाइम, कस्ट र क्वालिटी यति सेरोफेरोमा घुमिरहेको छ हाम्रो सार्वजनिक खरिद ऐन र यी पक्षहरूमा समस्या भएकै कारणले गर्दाखेरि हाम्रा विभिन्न आयोजनाहरू एकदमै समयमा सम्पन्न नहुने, रोङ नहुने लगायतका समस्याहरू देखिरहेका छन्, जसले गर्दा नागरिकको तहमा एकदमै धेरै व्याप्त असन्तुष्टिहरू देखिन्छ, जसलाई चाहिँ एक हिसाबले हामीले यो कन्स्ट्रक्सन इरिटेसन पनि भन्न सक्छौँ। जता गए पनि 5 वर्षमा सकिने भनेको प्रोजेक्ट 20औं वर्ष भइसक्दा पनि सकिएको हुँदैन, एकै वर्षमा सम्पन्न हुनुपर्ने 10औं 20औं वर्ष भइसक्दाखेरि पनि सम्पन्न भइसकेको हुँदैन। यो कन्स्ट्रक्सन इरिटेसन चाहिँ नागरिक तहमा अत्याधिक धेरै देखिएको कारणले गर्दा अहिलेको सरकारको प्रमुख प्राथमिकता भनेको विकास निर्माण पूर्वाधार का कार्यहरूलाई चाहिँ द्रुत गतिमा छिटो सम्पन्न गर्नको लागि के कति कानुनी सुधारहरू गर्नुपर्नेछ त्यो कानुनी सुधारहरू गरौँ र पूर्वाधारका कार्यहरूलाई द्रुत गतिमा अगाडि बढाउँ भन्ने उद्देश्य छ र त्यही अनुरूप हामीले सार्वजनिक खरिद ऐनलाई संशोधन गरेका हौँ, यो विधेयक लिएर आएका हौँ। सुरुमा हामीले अध्यादेश मार्फत लिएर आयौँ। मान्यज्यूले विरोध पनि गर्नुभयो, यहाँ आएर प्रक्रियाको विरोध गर्छु भनेर विरोध गर्नुभयो। कहिले कहिले प्रक्रिया भन्दा नतिजा के हुन्छ भन्ने कुरा पनि हामीले केन्द्रमा राखेर हेर्नुपर्छ। अहिले हेर्दै गर्दाखेरि आम नागरिकका समस्याहरू हाम्रो केन्द्रमा राखेर हेर्ने हो भनेदेखि यो प्रक्रियालाई हामीले माइनस गर्दाखेरि पनि फरक पर्दैन। यदि नागरिकले सुख पाउँछन् भने प्रक्रियालाई हामीले थोर बहुत मिलाउँदा मिल्नेछ भनेदेखि धेरै ठुलो आपत्ति नगर्दा पनि हुन्छ कि भन्ने म मान्यज्यूहरू समक्ष म कुरा राख्न चाहन्छु। अब सार्वजनिक निकाय वा पदाधिकारी बाट हुने जुन निर्णय प्रक्रिया लगायतमा
जुन ढिलासुस्ती हुने कुरा छ, आर्थिक जवाफदेहिताको कमी जस्ता कुराहरू देखिन्छ। अनि निर्माण व्यवसायी आपूर्तिकर्ता लगायतहरूबाट चाहिँ समयमा काम सम्पन्न नगर्ने प्रवृत्ति हाबी भएको देखिन्छ। त्यसै गरी अन्य सरकारवालाहरू तिनै तहका सरकारहरूबीच चाहिँ समन्वय नहुने अनि सहयोगको अभाव रहेको, निर्माण सामग्रीहरू चाहिँ पर्याप्त मात्रामा नदिने, अवरोधहरू सिर्जना गर्ने, अनुमति नदिने लगायतका कुराहरू पनि अवरोधका रूपमा हामीले देख्ने गरेका छौँ। अब यस्ता समस्याहरूलाई पनि निर्मूल गर्नको लागि हरेक एक व्यक्ति जो यो सार्वजनिक खरिद ऐनसँग जोडेको पात्र सम्बन्धित संस्था हुन्छ, हरेक एक व्यक्तिलाई जिम्मेवार बनाउनको लागि हामीले कानुनहरू संशोधन गरेका छौँ। जो कसैले ढिलासुस्ती गर्छ, ढिलासुस्ती गर्ने व्यक्तिलाई र हामीले दिएका पेस्कीहरूलाई दुरुपयोग गर्ने व्यक्तिलाई हामीले विभागीय कारबाही छ भने विभागीय कारबाही, प्रचलित कानुन बमोजिम ढिलासुस्ती गरेको छ, करको जनताको करको चाहिँ दुरुपयोग भएको छ, त्यो बजेटको चाहिँ दुरुपयोग भएको छ, एक ठाउँमा प्रयोग गर्नुपर्ने पेस्की अन्यत्रै प्रयोग भएको छ भने अब फौजदारी कसुर लगायतमा पनि अब मुद्दा दर्ता गर्न सकिने तरिकाले हामीले यो ऐन लिएर आउनको लागि विधेयक लिएर आएका छौँ। अब पूर्व तयारी बिना विभिन्न विकास निर्माण सम्बन्धी ठेक्काहरू आह्वान र स्वीकृति गर्ने, आयोजना सञ्चालन गर्ने तर आयोजना समयमै सम्पन्न नगर्दै आयोजनाहरूलाई रुग्ण बनाउने प्रवृत्ति बढ्दो रूपमा देखिन्छ। EIA स्वीकृति समयमै नहुने, जग्गा लगायत साइट क्लियरेन्स नहुने, वार्षिक खरिद आयोजना औपचारिक मात्रै रहने जस्ता समस्या समाधान गर्न प्रस्तुत संशोधनहरू प्रस्ताव गरिएको छ। प्रस्तुत संशोधनमा निर्माण स्थलको समुचित व्यवस्था, संरचनाहरू हटाउने, मुआवजा र क्षतिपूर्ति वितरण गर्ने लगायत बजेटको सुनिश्चितता गरिसकिएको हुनुपर्ने, वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने जस्ता पूर्व तयारीहरू गरेर मात्रै आयोजनाहरू सुरुवात गर्ने जस्ता व्यवस्थाहरू चाहिँ हामीले यो विधेयकमा गरेका छौँ। यसमा मान्यज्यूले अघि कुरा उठाउनु भएको थियो बिजुलीको पोल लगायतका कुराहरू, पूर्व तयारी नभइकन हाम्रो प्रोजेक्टहरू इनिसिएट नै गर्न पाइँदैन। पूर्व तयारी गरेर मात्रै हामीले कार्यक्रम यो हाम्रो आयोजनाहरू चाहिँ अगाडि बढाउने खालको व्यवस्थाहरू यहाँ गरिएको छ। निर्माण कार्यमा अब लो बिडिङको कुरा पर्याप्त मात्रामा यहाँहरूले उठाउनु भएको छ। लो बिडिङ निकै ठुलो समस्या भयो, राष्ट्रिय समस्यै भयो भन्ने खालको कुराहरू आइरहँदाखेरि अहिले चाहिँ हामीले निर्माण कार्यमा गुणस्तरमा क्षयीकरण भएको तथा समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा चाहिँ समयमा यो समस्या समाधान गर्न प्रस्तुत संशोधन विधेयकमा हामीले औसत अङ्कमा आधारित, एभरेज भ्यालुएसनमा आधारित व्यवस्था गरिएको कुरा पनि यहाँहरूले जानकारी पाइसक्नु भएको छ। अब एभरेजमा गयौँ भने लो बिडिङको समस्या समाधान होला। यसमा सँगसँगै के पनि छ भने विद्यमान खरिद ऐनमा चाहिँ प्राविधिक र आर्थिक प्रस्तावमध्ये प्राविधिक प्रस्तावमा पास अङ्क पाएको र आर्थिक प्रस्तावमा न्यून रकम कबुल गर्ने समेत, न्यून कबुल गरेको ठेक्का समेत, न्यून कबुल गर्नेहरूले समेत ठेक्का पाउने सम्भावना हुन्थ्यो भने अहिले हाम्रो संशोधन प्रस्तावमा हामीले के गरेका छौँ भने प्राविधिक र आर्थिक दुवै प्रस्तावमा बढी अङ्क पाउनेले अब ठेक्का पाउने स्थिति सिर्जना हुने भयो। यसले के भयो भने क्वालिटी त इन्स्योर भयो नि, उसले कति काम गर्न सक्छ भन्ने कुरा, क्वालिटीको पनि अब अङ्क हामीले निर्धारण गर्ने भयौँ। कसले सबभन्दा धेरै क्वालिटी दिन सक्छ भन्ने कुराको पनि मापन गरिने भयो। अनि आर्थिक पक्ष पनि कोसँग बढी क्षमता छ त, क्यापेसिटी छ त भन्ने कुरा पनि हेरिने भयो। यसले गर्दा अब कुनै पनि हाम्रा आयोजनाहरू चाहिँ जुन आयोजना सम्पन्न भइसक्दाखेरि पनि क्वालिटी छैन भन्ने गुनासोहरू पहिला हुन्थ्यो, अब त्यो गुनासो गर्नुपर्ने स्थिति हुँदैन। अबदेखिका आयोजनाहरू चाहिँ क्वालिटीयुक्त हुन्छन् भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। यी कुराहरू पनि हामीले राखेका छौँ। त्यस्तै प्रस्तुत संशोधनमा सार्वजनिक निकाय, पदाधिकारी, निर्माण व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूलाई जिम्मेवार बनाउने प्रभावकारी कानुनी व्यवस्था गरेको छ। तिनै तहका सरकार तथा सार्वजनिक निकायले आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री नदिने, अवरोध गर्ने लगायतका कार्य गरेमा ती निकायहरूलाई अनुदान रोक्ने, आवश्यक पर्यो भने अनुदान रोक्ने, विभागीय कारबाही गर्ने लगायतका कारबाहीको सिफारिस पनि हामीले यो कानुनी व्यवस्था गरेर विधेयकमा राखेका छौँ। काम चाहिँ गर्नु छ।